पनि स्वागत छ मेरो भ्लगमा। ताईलाई नि स्वागत छ, तपाईँले स्वागत छ। बिफ हो यो। यो चाहिँ सलाद हो। ल यस्तो चल्दैछ। यता चाहिँ सेफ, हेड सेफ हो। नमस्ते। सेकेन्ड सेफ म चाहिँ के नाम चाहिँ म हेल्पर हो। यस्तो हुँदैछ है गाइस। त्यहाँनिर चाहिँ बिफ छ, अहिले त्यो बनाएको पनि देखाउँछु म। मेरो भ्लगमा फेरि पनि स्वागत छ हजुरहरूलाई। यो चाहिँ खाँदैछ। छ है यो बुढाहरूले भएको भएर अलिक स्पाइसी छैन। ग्रिल चिकन। ल अहिले बिफ बनाउने बेला भेटौँला भन्दै। चाहिँ हाम्रो पार्टी भएको भएर यहाँ छुट्टै रमाइलो भइरहेको। यहाँ केही छ। रेस्टुरेन्टमा आज काम बन्द छ, पार्टी चलिरह। यसरी फ्रिजको हालत त्यस्तो छ भरिभर। कस्तो छ बिजोग छ आज चाहिँ। गाइस यो चाहिँ सालमन है। केसँग म्यारिनेट गरेको चाहिँ दिलसँग। अनि अरू दिल भनेको सोप। ए सोपसँग। सोपको ल यो चाहिँ सालमन है। यो अहिले एकछिन पछिको यिनीहरू चाहिँ मेन कोर्स हो। अगाडि चाहिँ के स्टार्टर गयो सलाद। रेडी हुँदैछ। हेलो हुसेन, वेलकम टु माई ब्लग। भर्खर जानु गएको चाहिँ यस भर्खर गएको चाहिँ हाम्रो म्यानेजर बोस हो। म्यानेजर हो, सेकेन्ड म्यानेजर, सेकेन्ड बोस। फेरि यहाँ चिकन ग्रिल हुँदैछ। अनि फेरि यता चाहिँ ड्रिङ्क्स हो। यो चाहिँ बारमा रेडी हुन्छ। यता आएको भएर मैले देखाइहालेँ। कसैले खानु छ भने सम्पर्क गर्नु होला, होम डेलिभरी हुन्छ भनेर भन्दिनँ। साथी हो। यता फेरि बिफ रेडी हुँदैछ। यता सस, योसँग खाने सस हो नि हामीलाई। यो त योसँग खाने सस होइन यो त। यो हो बेर्नेस सस। के हो रिबाई? गोरुमा दुईटा मात्रै हुन्छ अरे यो मासु। 2 किलोको जति हुन्छ। एउटा गोरु अथवा एउटा गाईमा 2 पिस मात्रै हुन्छ क्या। ए भन्छ यो त खतरा महँगो होला नि। रिबाई रेडी हुँदैछ। टक्क प्लेटिङ भएपछि देखाउँछु गाइस म अहिले। यतातिर चाहिँ यसलाई यसरी रेडी गर्दैछ। म त भिडियो गर्ने मात्रै हो। यतिको भएर रेडी भइसक्यो। ल गाइस यता फेरि बन्दको सलाद रेडी हुँदैछ। डेनिसमा के भन्छ अरे? स्पेसो कोल सलाद। स्पेसो कोल सलाद डेनिसमा। एप्पल प्लस क्याबेज। यो एप्पललाई चाहिँ अघि कागती पानीमा अलिक बेर मजाले भिजाएर राखेको थियो होइन। टेस्टी हुन्छ। डेनिसले के खान्छ के खान्छ।
रेडी गर्दै हुनुहुन्छ दाइले। अब यसमा मह हालिन्छ। सबै गुलियो गुलियो हुँदो रहेछ है दाइ। अमिलो स्याउ भन्दा सरर मह हालिन्छ। टक्क लगाएर मह हालियो। यस्तो छ नदीको भ्यू। त्यसमा अरू के हालिन्छ दाइ? नुन हाल्ने हो। धेरै नहाल्यो है अनि सल्ट पेपर सल्ट हालियो। भइसक्यो। अमिलो अमिलो तेल हाल्यौ। तर अलिक ओइल हालियो। कस्तो दामी देखेको। टक्क मोलिन्छ। अघिदेखि स्टार्ट गर्नुपर्ने रहेछ आएदेखि। यता भइरहेछ है। ल अब मेरो काम सुरु गर्छु। ल यता रेडी हुँदैछ। यसरी प्लेटिङ होइन बुफे बनाएर दिने होइन। अनि यता यसरी रेडी भयो। रेडी भएको छ। यसरी अगाडि बढाउने हो। ससहरू यसरी यसमा हालिन्छ। यता यसरी बनाएर ल बिहान यसको तरकारी चाहिँ यो है गाइस। यिनीहरूको तरकारी यस्तोहरू कसरी खान्छ होला है। हेलो गाइस अलमोस्ट सकियो। अब यो लास्ट फ्रुट्सहरू दिन बाँकी छ। यता कटिङ हुँदैछ। अब सकियो। टमाटर छ त्यसले मिलाउने हो। भाडाहरू नि हान्नु छ। भाडा हान्ने काम कसलाई चाहियो सम्पर्क गर्नु होला। यो पार्टी सिद्धि देखाउलाई त गाइस। डेकोरेसन हुँदैछ। सेट रहेछ यता गाईको भुँडी पनि देखेर भुँडी त लुकाउ यस्तो गर्नु नि त। भुँडी त देखिन भएन क्या। सेफहरू मात्रै हुन्छ कि दाइ। धेरै खान्छ नि त। के हुँदैछ यहाँ के मिलेन। दामी भएछ त। फर्स्ट डेकोरेसन चाहिँ सकिएको छ। कस्तो लाग्यो कमेन्ट गर्नु होला। गाइस फाइनल लुक रेडी भयो। अब यो पनि है। ल फाइनल लुक यो रेडी भयो। अब यो चाहिँ एज अ डेजर्ट मेन कोर्स सकेपछिको लुक्स। मेन कोर्स सकेपछि चाहिँ अब यो दिने है हामीले। ल अब यो पछि यति नै भयो मेरो ब्लग।
आज राम्रोसँग भ्लग नै गर्न पाएन गाइस, काम धेरै भयो भएर स्टार्ट नै राम्रोसँग भएन। अब यति नै हो आजको भ्लग। सी यू, टाटा, बाई बाई।